चाहिँ सक्यो रुख ढालेको रहेछ हो चिलाउनेको यहाँनिर यो रिङ प्याटर्नहरू यस्तो हुन्छ हो मजाको हुँदो रहेछ यसको प्याटर्न चाहिँ चिलाउने फेरि ढालेको रहेछ हो त्यसपछि अब दाउराको लागि पनि धेरै युज हुन्छ चिलाउने हो अनि अरू गोरु जोत्ने हलो पनि बनिन्छ अरे यो चिलाउनेको रुखबाट जुवा पनि बनिन्छ अरे भाइले भनेको हो यो चाहिँ एकदमै कमनली पाउने स्पिसिस हो सिक्किममा हो तपाईँको यो सब ट्रपिकल बेल्टहरूमा चाहिँ धेरै मात्रामा पाइन्छ यो चाहिँ फलेदोको रुख हो चाहिँ यस्तो काँडाहरू हुन्छ खतरनाक हुन्छ अनि हिँड्दाखेरि यस्तो जोगेर हिँड्नुपर्छ तपाईँहरूले यस्तो रुखहरू भेटाउनु भयो भने चाहिँ जङ्गलमा जोगेर हिँड्नु होला यस्तो काँडा हुन्छ हो यस्तो काँडाले चाहिँ फेरि विषालु घाउ बनाइदिन्छ हो त्यही भएर यसो जङ्गलतिर हिँड्दा चाहिँ जोगेर हिँड्नुहोस् हो यस्तो रुखहरू भेटाउनु भयो भने यो चाहिँ तपाईँको फलेदोको रुख हो ठुलो छ रुख चाहिँ माथिबाट झरेको रहेछ लडेछ यहाँ माथिबाट डरलाग्दो हुन्छ यो रुख चाहिँ काँडा पुरा हुन्छ यो चाहिँ तपाईको बनतरुलको प्लान्ट हो अनि यो चाहिँ क्लाइम्बर स्पिसिस हो यसको पत्ता चाहिँ पानको पत्ता जस्तो हुन्छ हो अनि यसरी चाहिँ रुखमा सपोर्ट लिएर है यसरी चढेको हुन्छ बनतरुलको लहरा चाहिँ अनि यो चाहिँ प्राय सिक्किममा पाइन्छ सब ट्रपिकल सो बेल्टहरूमा यहाँनिर थुप्रै रहेछ बनतरुलको लहरा ऊ तल पनि देख्नु सक्नुहुन्छ तपाईहरुले अनि यसको पत्ता चाहिँ यस्तो पानको लगभग त्यस्तै हुन्छ यसको साइन्टिफिक नेम चाहिँ डायस्कोरिया जस्तो पनि लाग्छ हो तर मलाई एक्ज्याक्टली थाहा भएन अहिले चाहिँ अनि यसरी रुखको सपोर्ट लिएर चाहिँ यसरी चढेर गएको हुन्छ हो अनि यसलाई चाहिँ यसरी सपोर्ट चाहिन्छ यो चाहिँ तपाईको बनतरुलको प्लान्ट है सक्यो
आयो आज चाहिँ लडेको छ नि हौ अन्त यहाँदेखि झन्डै तल वेटले पनि कस्तो थाहा यस्तो घारी छ अन्त केही उयो अन्दाज नै हुँदैन नि है कहाँ बाटो हो कसरी जानुपर्ने यस्तो माथि जानुपर्छ झन्डै खुट्टा भाँचे नि हौ ऐतेरिका उफ यहाँ तल चाहिँ चिलाउने फरेस्ट रहेछ चिलाउनेको रुखहरू रहेछ हो बाटो चाहिँ यस्तो छ विचार गर्दै हिँड्नुपर्छ बम जान्छ फेरि यो गाइस अब हामी घर जाँदैछौँ हो आजको काम सक्यो अनि सास पनि पर्न लाग्यो हो आजको ब्लग अब म यही समाप्त गर्न चाहन्छु सो गाइस टिल देन टेक केयर बाई बाई एन्ड सी यू इन माई नेक्स्ट ब्लग बाई बाई